को आधारमा आँकडाको आधारमा नि ओहो यो सेक्टरमा चाहिँ यस्तो रहेछ है, यसलाई चाहिँ कसरी इन्करेज गर्ने त, यी व्यवसायिक प्रतिष्ठानलाई कसरी अगाडि बढाउने त। हामीले चाहिँ यसमा चाहिँ अनुमानित वार्षिक आम्दानी र खर्च पनि लिएका छौँ। योभन्दा अगाडि 75 सालको आर्थिक गणना पनि हामीले विभिन्न व्यवसायिक सङ्घ सङ्गठनहरूसित हामीले सहकार्य गरेर अघि बढेका थियौँ। यसपालिको 82 यसपालिको आर्थिक गणनामा हामी झन् व्यापक उहाँहरूसित समन्वय सहकार्य गरेर नै हामी उहाँहरूसित प्रत्यक्ष उहाँहरूकै सहयोगमा नै हामीले यो आर्थिक गणना सम्पन्न गर्छौँ। म्याडमलाई स्वागत छ ए टु जेड अनलाइन टिभीमा। धन्यवाद सर। तपाईहरुले आज चितवनमा आर्थिक गणना भनेर यो कार्यालयको औपचारिक रूपमै उद्घाटन गर्नुभएको छ। खास गरी आर्थिक गणना भनेको के हो र यसले के काम गर्छ? धन्यवाद सर। आर्थिक गणना भनेको आर्थिक रूपमा कुनै निश्चित नेपाल अधिराज्य भएर आर्थिक क्रियाकलाप गर्ने उद्देश्यले वस्तु तथा सेवा उत्पादन गर्ने व्यावसायिक प्रतिष्ठानहरू कति छन् त, कति सङ्ख्यामा छन्, कहाँ छन्, कसरी छरिएर रहेका छन्, तिनीहरूको अवस्था कस्तो छ, वैधानिक अवस्था कस्तो छ, त्यहाँ कति कर्मचारीहरू संलग्न छन्, तलबी कति छन्, बेतलबी कति छन्, महिला कति छन्, पुरुष कति छन् र ती कर्मचारी संलग्न कर्मचारी मध्ये अपाङ्गता भएकाले कतिले रोजगारी पाछन् त, र ती कर्मचारीमा नै विदेशीहरूले कति छन् त रोजगार हाम्रो नेपालमा, त्यो लिइन्छ भने हाम्रो चाहिँ सहकारी कति छन् नेपाल अधिराज्यभरि, जस्तै व्यक्तिगत रूपमा व्यावसायिक फर्म दर्ता गर्ने कति छन्, साझेदारीमा गर्ने कति छन्, प्रणालीमा दर्ता गरेर सञ्चालन गर्ने कति छन्, कम्पनी रजिस्टर कार्यालयमा पब्लिक लिमिटेड हैन उपभोक्ता समितिमा चाहिँ संलग्न आर्थिक कारोबार गर्ने प्रतिष्ठान कति छन् भनेर पनि गणना गरिन्छ हाम्रो। सारांशमा भन्नुपर्दा चितवन जिल्लाभित्र बसोबास गरेका अधिकांश नागरिकको घरको अवस्था, आर्थिक अवस्था र व्यवसाय लगायतका विभिन्न सबै कुराहरू समेटेर निकाल्ने आर्थिक तथ्याङ्क हो। घरको टिपिकल परिवार बस्ने घरको चाहिँ लिइँदैन हजुर, तर कुनै व्यवसाय बसेको घरमै व्यवसाय सञ्चालन गरेको छ भने व्यवसायसँग सम्बन्धित व्यवसायसँग आर्थिक जहाँ चाहिँ आर्थिक कारोबार हुन्छ। हजुर, हाम्रो 18वटा क्षेत्र छन्। 18वटा क्षेत्रमध्ये कृषिमा पनि हामीले दर्ता गरेर कृषिको मात्र व्यावसायिक दर्ता गरेर चलेको कुनै व्यवसाय सञ्चालन गरेको छ भने लिइन्छ भने अरू निकायको चाहिँ हामी दर्ता गरोस् नगरोस्, उसले एउटा चिया पसल राखोस् अथवा पेन्सी पसल राखोस्, दर्ता गरे तापनि नगरे तापनि हाम्रो चाहिँ यो गणनामा समावेश हुन्छन्। औपचारिक रूपमा चितवनमा अहिले तपाईहरु कार्यालय नै खोलेर अब आफ्नो कर्मचारीहरू पनि फिल्डमा परिचालन गर्ने सोचका साथ अगाडि बढिरहनु भएको छ। जस्तो कतिजना परिचालन हुन्छन् कर्मचारीहरू फिल्डमा, सँगसँगै कति समयमा तपाईहरुले सक्ने योजनामा हुनुहुन्छ? हाम्रो आज 82 साल चैत्र 1 गतेबाट कार्यालय स्थापना भयो र हाम्रो अब व्यवस्थापन आज नै हाम्रो जिल्ला आर्थिक गणना समन्वय समितिको बैठकबाट निर्णय गरेर हामीले आजै कार्यालय स्थापना गर्यौं र हाम्रो आज समन्वय समितिको बैठकमा उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, विभिन्न निर्माण व्यवसायी सङ्घ, होटल व्यवसायी सङ्घ पनि हुनुहुन्थ्यो र उहाँहरूसँग सहकार्य गरेर अघि बढ्ने हो। त्यसको लागि हाम्रो आर्थिक गणनामा प्रत्यक्ष रूपमा तथ्याङ्क सङ्कलन गर्नको लागि चितवन जिल्लामा 217 जना गणक र 17 जना सुपरिवेक्षकलाई हामीले वैशाखको 2 गतेदेखि असारको मसान्तसम्म 2 महिनाको लागि हामी फिल्डमा खटाउनेछौँ। उहाँहरू डोर टु डोर गएर सबै उद्योग प्रतिष्ठान व्यापारिक निकायहरूमा गएर चाहिँ कागजी प्रश्नावली भर्नुहुन्छ। दुईटा प्रश्नावली छ हाम्रो, एउटा सूचीकरण छ, पहिला गणकले सूचीकरण गर्नुहुन्छ र त्यहाँ हामीले प्लस कोड लिइन्छ, त्यहाँको जिपिएस त्यो स्थानको जिपिएस कोड पनि लिइन्छ र अहिलेको 75 सालको आर्थिक गणनामा नै हामीले इसेन्सस गरेका थियौँ भने संलग्न समावेश गरेका थियौँ भने अहिले पनि कुनै व्यावसायिक प्रतिष्ठानले म इसेन्ससमा सहभागी हुन्छु, म मेरो आफ्नो डाटा आफै अपलोड गर्छु भन्नुहुन्छ भने उहाँहरूलाई हामीले चाहिँ युजर नेम र पासवर्ड दिन्छौँ र उहाँहरूले आफैले आफ्नो व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क
उसमा चाहिँ इसेन्सियल्समा चाहिँ अपलोड गर्नुहुन्छ र चाँडै 2 महिनासम्म चाहिँ हाम्रो चाहिँ फिल्डमा खटिनुहुन्छ। त्यो बेलामा हाम्रो प्रत्येक पालिकामा जिल्ला पालिका स्थानीय तह आर्थिक गणना समन्वय समिति पनि गठन भएको हुन्छ भने पालिकामा प्रत्येक पालिकाको वडा अध्यक्षको संयोजकत्वमा वडा सहजीकरण समिति पनि गठन भएको हुन्छ र उहाँहरूले पनि त्यसमा सहयोग तथ्याङ्क उपलब्ध गराउनको लागि व्यवसायीहरूलाई सहयोग समन्वय र उहाँहरूले पनि अनुरोध गर्ने एउटा विज्ञापन प्रत्येक स्थानीय तहबाट पनि गर्नुपर्ने भनेर हाम्रो सर्कुलर भएको छ। त्यही अनुसार प्रत्येक पालिकाले पनि सहकारी गर्नुहुन्छ र हामीले असारको अन्तिममा चाहिँ हामीले यहाँबाट चाहिँ सङ्कलित तथ्याङ्कहरूलाई चाहिँ केन्द्रमा चाहिँ हामीले चाहिँ पठाउने कार्य गरेर जस्तो यो आर्थिक गणना कार्यले चितवन जिल्लाभित्र विभिन्न विषयमा विभिन्न क्षेत्रमा रहेर विभिन्न फिल्डमा व्यवसाय सञ्चालन गरिरहनु भएका व्यवसायहरूलाई लाभान्वित हुने खालको कुनै काम गर्छ या गर्दैन? गर्छ भने कस्तो खालको गर्छ? आर्थिक गणनाले प्रत्यक्ष व्यवसायलाई लाभ हुने खालको अहिलेको यो आर्थिक गणनाको डाटाले चाहिँ प्रत्यक्ष फाइदा गर्दैन। तर यो तथ्याङ्कको आधारमा सरकारले पोलिसी व्यवसाय सबै प्रतिष्ठान व्यवसायिकलाई चाहिँ के कुरामा चाहिँ हामीले अहिलेको आर्थिक गणनाको क्वेसनरमा सरकार तपाईँले के अपेक्षा राख्नु भएको छ, के को अप्ठ्यारो परे, सरकारी नीतिले तपाईँलाई कस्तो अप्ठ्यारो परेको छ, त्यस्ता क्वेसन पनि राखेका छौँ र कस्तो अर्थतन्त्रमा चाहिँ विभिन्न 18वटा सेक्टरको चाहिँ कतिको योगदान रहेछ र त्यसमा चाहिँ के कमजोरी रहेछ नि त, के कुरामा चाहिँ यसमा चाहिँ जस्तै होल बडी चेकअप भन्छ नि त्यस्तै अहिले हामीले चाहिँ व्यावसायिक प्रतिष्ठानहरूको चेकअप कस्तो अवस्था रहेछ त, व्यावसायिक प्रतिष्ठानहरू चाहिँ को अवस्था कस्तो रह्यो, होल बडी चेकअपको कुरा एउटा कुरा रह्यो। अब समस्या रहेछ भने के गर्छ? आर्थिक आर्थिक गणनाले चाहिँ त्यस्ता खालका समस्यामा परेका अथवा व्यवसायबाट उकासिन नसकेका विभिन्न व्यवसायहरू हुनुहुन्छ होला, त्यस्तो खालको व्यवसायहरूलाई चाहिँ कस्तो खालको प्रभाव पार्छ? नकारात्मक अथवा सकारात्मक? नकारात्मक त हुँदै हुँदैन। सकारात्मक आर्थिक गणना भनेको यसको मापन अर्थतन्त्रको मापन गरेर यसमा के कति कमजोरी रहेछन् अथवा केमा चाहिँ हामीले सुधार गरेर अगाडि बढाउने हो त। व्यवसाय अर्थतन्त्रमा चाहिँ आर्थिक क्रियाकलापमा चाहिँ संलग्न व्यवसायीहरूलाई चाहिँ कसरी चाहिँ हामीले चाहिँ सरकारले चाहिँ पोलिसी चाहिँ सकारात्मक व्यवसायलाई चाहिँ सहज ढङ्गले चाहिँ सञ्चालन गर्नको लागि के कस्तो पोलिसी ल्याउनु पर्छ त्यसको लागि पनि योबाट प्राप्त तथ्याङ्कले पनि एउटा मुख्य आधार हो भन्ने चाहिँ भन्नको लागि पनि हामीले अहिलेको आर्थिक गणना चाहिँ एउटा फ्रेम नेपाल अधिराज्यभरि सञ्चालित व्यापार व्यावसायिक प्रतिष्ठानहरूको चाहिँ कति रहेछन् त, त्यसको फ्रेम कस्तो रहेछ र प्रत्येक सेक्टरको चाहिँ पछि गएर हामीले फेरि सर्वे गर्छौँ प्रत्येक डिटेलमा उहाँहरूको एकदम समस्या उहाँहरूको गहिराइमा पुगेर उहाँहरूको व्यावसायिक प्रतिष्ठानको समस्या बुझ्नको लागि यो आर्थिक गणनाले मात्रै सम्भव छैन। यसको लागि छुट्टै सर्वेक्षण गर्नुपर्छ। प्रत्येक सेक्टरको जुन 18 सेक्टर भने नि तिनीहरूकै प्रत्येक सेक्टरको चाहिँ हामीले चाहिँ विस्तृत रूपमा चाहिँ सर्वे नै गर्नुपर्छ। यो भन्दै गर्दा विभिन्न समस्यामा परेका आर्थिक व्यवसायहरू विभिन्न व्यवसायहरूलाई चाहिँ यो आर्थिक गणनाले कुनै न कुनै माध्यमबाट चाहिँ मलमपट्टि लगाउन पनि सक्छ भन्न खोज्नु भएको? मलमपट्टि त्यही हो, यथार्थ तथ्याङ्क उपलब्ध भयो भने र त्यसकै मापनको आधारमा आँकडाको आधारमा नि ओहो यो सेक्टरमा चाहिँ यस्तो रहेछ है, यसलाई चाहिँ कसरी इन्करेज गर्ने त, यी व्यावसायिक प्रतिष्ठानलाई कसरी अगाडि बढाउने त, हामीले चाहिँ यसमा चाहिँ अनुमानित वार्षिक आम्दानी र खर्च पनि लिएका छौँ। भनेपछि अवस्थालाई बुझ्ने र आवश्यक सहजीकरणमा योजना बनाउने नीति पोलिसी बनाउनको लागि हो हैन, अर्थतन्त्र मापन गर्ने र पोलिसी बनाउनको लागि अवस्थाको यथार्थ चित्रण गर्नको लागि नै आर्थिक गणना गर्न लागेको हो। पोलिसी बनाउनको लागि पनि यथार्थ नबुझिन त बनाउन नमिल्ने होला फेरि। यथार्थ त चाहियो नि, तथ्याङ्क यथार्थ नभइकन त पोलिसी पनि त सही बन्दैन। जस्तो अब यो चितवन जिल्लाभित्र अब तपाईँ एउटा जिल्ला अधिकारीको रूपमा काम गर्दै हुनुहुन्छ, जुन हिसाबले काम गर्दै गर्दा तपाईँले जुन योजनाले आफ्नो कार्यलाई सफल बनाउनको लागि निरन्तर लागि परिरहनु भएको छ, त्यो सफल बनाउनको लागि जसरी तपाईँ लागि परिरहनु भएको छ त्यसरी नै विभिन्न व्यवसायहरूको भूमिका पनि पक्कै हुन्छ होला। कस्तो खालको भूमिका होस् भन्ने चाहनुहुन्छ?
योभन्दा अगाडि 75 सालको आर्थिक गणना पनि हामीले विभिन्न व्यावसायिक सङ्घ सङ्गठनहरूसित हामीले सहकार्य गरेर अघि बढेका थियौँ। यसपालिको 82 यसपालिको आर्थिक गणनामा हामी झन् व्यापक उहाँहरूसित समन्वय सहकार्य गरेर नै हामी उहाँहरूसित प्रत्यक्ष उहाँहरूकै सहयोगमा नै हामीले यो आर्थिक गणना सम्पन्न गर्छौँ भन्ने विश्वस्त पनि छौँ। उहाँहरूले हामीलाई विश्वास पनि दिनुभएको छ र उद्योग वाणिज्य महासङ्घबाट पनि प्रत्येक जिल्लामा उद्योग वाणिज्य सङ्घ र इकाइ कार्यालयलाई पनि उहाँले पत्राचार गर्नुभएको छ नि उद्योग परिसङ्घ नेपाल उद्योग परिसङ्घले पनि हाम्रो राष्ट्रिय तथ्याङ्क कार्यालयसँग एमओयू गरेर तथ्याङ्क उत्पादनमा होस् अथवा व्यावसायिक प्रतिष्ठानको चाहिँ यथार्थ चित्रण गर्नको लागि हो एमओयू गरेर अगाडि बढ्न लागिरहेको छ। हाम्रो आर्थिक गणना यस आर्थिक गणना 2082 लाई सफलतापूर्वक सम्पन्न गर्नको लागि विभिन्न व्यापारिक व्यावसायिक प्रतिष्ठानहरूका छाता सङ्गठनहरू पनि हामी सँगसँगै लागेर कसरी हुन्छ हामीले हाम्रो यथार्थ तथ्याङ्क दियौँ भने मात्र हामीलाई चाहिँ पोलिसीको लागि हाम्रा व्यावसायिक प्रतिष्ठान चाहिँ स्वस्फूर्त रूपमा चाहिँ सञ्चालन गर्नको लागि सहयोग पुग्नेछ भन्ने विश्वास पनि दिलाउँदै उहाँहरूले चाहिँ यथार्थ तथ्याङ्क दिनुहुनेछ भन्ने पनि हामीले चाहिँ अपेक्षा राखेका छौँ र हाम्रा गणकहरूलाई पनि त्यसरी नै हामीले चाहिँ उहाँहरूलाई पनि विश्वास दिलाउनु हुनेछ व्यावसायिक प्रतिष्ठानहरूलाई भन्ने पनि विश्वस्त छौँ। अन्त्यमा छौँ, भिडियो सबैले हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ? सबैजनालाई फेरि पनि मैले हार्दिक अनुरोध गर्दछु, आर्थिक गणना 2082 मा हाम्रा गणक तथा सुपरिवेक्षकहरू हजुरहरूको घर दैलोमा आउनुहुन्छ, घर घरमा विभिन्न व्यापारिक व्यवसायिक प्रतिष्ठानमा आउनुहुनेछ र यहाँहरूले यथार्थ तथ्याङ्क उपलब्ध गराएर अथवा कुनै व्यवसाय छुटेको छ भने यहाँ छ है भनेर यहाँहरूले पनि त्यसको सूचना दिनुभयो भने हामीले चितवन जिल्लामा कुनै पनि व्यावसायिक प्रतिष्ठान छुटेको छैन भनेर हामी ढुक्क भएर हाम्रो चितवन जिल्लाको यथार्थ विवरण तथ्याङ्क विवरण सङ्कलन गरेका छौँ भनेर चाहिँ हामी ढुक्क भएर त्यही अनुसारको चाहिँ देशको चितवन जिल्लाको चाहिँ आर्थिक मापन भयो भन्नेमा हामी ढुक्क हुनेछौँ भन्ने चाहिँ विश्वास गर्छु। महत्त्वपूर्ण समय दिनुभयो, विशेष धन्यवाद हजुरलाई। धन्यवाद सर।